हुन्छ पुरा चिताएको कुराहरू ल हेर्नुहोस् ब्रान्डिङ यसरी गरेछ फेरि मान्छेले ताजा किनेर लाउने काम पनि भयङ्कर गरेछ यो सँगसँगै चन्द्रगिरी हिल्सको चाहिँ यसरी लुट्ने काम पनि जारी छ है चाहिँ परा पूर्व कालदेखि यो चितलाङ हुँदै चन्द्रगिरी आउने बाटो हो होइन मैले तपाईहरुलाई के देखाउँदैछु अब यो बाटोको यहाँभन्दा झन्डै 1.5 किलोमिटर तल यो चन्द्रगिरी हिल्सले यो भाटासाटा राखेर गाडसाट राखेर हिँडेर आउने मान्छेहरूलाई चाहिँ ढोक्सा थापेर लुटिरहेको छ त्यो पनि म देखाउँछु है तपाईहरुलाई यो भिडियो मैले पज गरेँ अब हामी तल भेट्छौँ गाड राखेर जंगल छिरेको पैसा उठाइरहेको छ चन्द्रगिरी हिल्सले दाइलाई त्यहाँ तल जंगलमा पैसा लियो कि लिएन 100 रुपियाँ लियो 100 रुपियाँ लियो होइन 100 रुपियाँ लियो यहाँ केही छ त हेर्नु अझ 1 किलोमिटर माथि चन्द्रगिरीको चाहिँ तिनीहरूले बनाएको केबल कारवाला स्टेसन 1 किलोमिटर जस्तो माथि छ यो त सिधा लुट्या होइन त लुट्या हो लुटेको हो लुटेको है ओके दाइ हो नि अब अहिलेसम्म पैसा ल्याएको थिएन अब आजबाट पैसा तिर्नु पर्ने हो होइन 100 रुपियाँ हामी पनि पैसा तिरेर जंगल घुम्न आएको जंगलमा पैसा तिरेर छिर्नु पर्ने भने नेपालमा अब के गर्ने जे गरे नि हुन्छ यहाँ यो जंगलमा हेर्नु होइन कहाँ हो पैसा तिरेर आउनु भयो नि तपाईँहरू नि हजुर 100 रुपियाँ ठटाए नि लुट्यो होइन त यो त सिधै लुट्यो होइन त ढकालले मागेको भन्दै ल्याए चन्द्र ढकालले माया हुन्थ्यो लास्टै लुट्यो होइन हामी माथि चन्द्रगिरीको चाहिँ स्टेसनमा टप स्टेसनबाट झर्दैछौँ यो चितलाङ झर्ने बाटो हुँदै यति तल झरिछौँ ढोक्सा थापा ठाउँ अझै आएको छैन हेर्नु जंगलको फेदमा तल ढोक्सा थापेर बसेर पुरै पैसा लुटिरहेको छ भने त्यो ठाउँमा हामी अब पुग्छौँ एकछिनमा त्यही त आएन भने यो मिलेर लुट्ने हेर्नु त त्यो किन दिए त तपाईँले नदिएमा हुन्थ्यो भन्नु मलाई त भने कस्तो कुरा नभएको भए यो किन छाप्थ्यो त्यत्रो बोर्ड किन मैले देखाएँ यी हेर्नुहोस् यो रसिद मैले पैसा तिरेर आएको छु भनेर यो अब तपाईँहरूले नदिनु आउनु भए पनि हुन्थ्यो दिइहाल्नु भएछ भन्नु मलाई फिर्ता गर्नु धरि भने मैले मसँग भिडियो छ पठाउनु म तपाईँलाई देखाउँछु तपाईँ त्यहाँबाट कुरा गर्नु त त्यहाँ चन्द्रगिरी हिल्सले चाहिँ ढोक्सा थापेको ठाउँ चाहिँ यो हो है यहाँ बिचरा हाम्रो एकजना दाजु हुनुहुँदो रहेछ उहाँलाई त के भन्ने होइन उहाँलाई के भन्ने कुरै भएन रसिद ट्याङ ट्याङ यहाँबाट हिँड्ने जंगल छिर्ने मान्छेलाई 100 रुपियाँ यो त अन्याय भयो अत्याचार भयो भनेर मैले चाहिँ भने अब एकुल मान्छेहरू चाहिँ मैले केही हुन जानुहोस् भनेपछि जानुभयो यस्तो स्थिति छ यो चन्द्रगिरीमा बाटो हुँदै हिँडेर आएको त्यहाँ बिचमा चाहिँ ढोक्सा थापेर रहेछ हेर्नु तपाईँहरूले यो बाटो त तपाईँहरूको यो चन्द्रगिरी हिल्स यो केबल कार सार सुरु भन्नुभन्दा अगाडि हामीले हिँडिराखेको बाटो हो त्यो तपाईँहरूले बनाएको बाटो पनि होइन त्यहाँ बाटो राखेर गाड राखेर एकजनाको यहाँबाट चाहिँ यो जंगलमा छिरेको 100 रुपियाँ तिर्छ भनेर 100 रुपियाँको रसिद तिरेर अनि छिर्नु पर्यो हजुर के गरे हजुर यस्तो सोझा साझा जनतालाई यसरी लुट्न पाइन्छ प्रभु यो त पाप लाग्छ हजुर अन्याय भयो त यो त म आफै आएको त्यहाँबाट मैले त्यो भोगेर रसिद मसँग छ त्यसपछि यहाँ आएको यहाँ चाहिँ एकजना बहिनीसँग कुरा भयो त्यसपछि यहाँ एकजना हाम्रो यहाँको इन्चार्ज सर हुनुहुँदो रहेछ उहाँलाई के हो सर यस्तो भने चाहिँ दुःख गरेपछि मैले गरेर हुँदैन यो ल म बरु हजुरलाई मलाई लिएर जानु भनेको थिएँ उहाँले फोन लगाइदिनु भयो उहाँलाई धन्यवाद छ धेरै धेरै अब यसरी सर्वसाधारण चाहिँ यो चन्द्रगिरी हिल्सले लुट्ने कहिलेसम्म हजुर मेरो यो पैसा मैले फिर्ता पाउने कि नपाउने हजुर त्यहाँबाट त हिँडेर आउने मान्छे टन्नै छन् भगवानको दर्शन गर्न आउनेलाई तपाईँहरू ढोक्सा थापेर पैसा उठाउने हजुर हजुर जहाँ भए पनि मेरो यो रसिदको क्यास पैसा तपाईँले फिर्ता गराइदिनु पर्यो सुन्नु न हजुरको शुभ नाम सर यो हजुरको प्रोपर्टी होइन हजुर यो तपाईँहरूले भाडामा लिएको यो नेपाल सरकारको प्रोपर्टी तपाईँहरूले लिनुभन्दा अगाडि नआएको तपाईँको सुन्नु तपाईँको प्रोपर्टीमा छिर्नुभन्दा अगाडि ढोक्सा थापेर पैसा ल्याएको छ त्यहाँ त्यो तपाईँको प्रोपर्टी होइन जहाँ ढोक्सा थापेको छ ल उहाँले फोन काट्नु भएको छ है यो भयङ्कर गैर जिम्मेवारी काम पूर्वक चाहिँ ढोक्सा थापेर पैसा उठाउने काम यो चन्द्रगिरी हिल्सले गरिरहेको रहेछ म त आएँ तिरेर आएँ तर बिचरा सोझा मान्छेहरू हिँडेर आउनेहरूलाई त्यहाँ पुरै लौरो लिएर गाड बसेर 100 रुपियाँ नत्री छिर्न पाइँदैन भनेको छ अचम्म छ है हजुर जय होस्